दामीसँगले यो चाहिँ हामी बङ्गुर पराए मैले चाहिँ वेलकम टु माई युट्युब च्यानल आरजेस ब्लग। सो आज चाहिँ हामी जाँदैछौँ साथीसँग होइन जेबी नेपाली होटलमा। त्यहाँ चाहिँ नि हल्का यसो त्यही त हो नि, खासै त्यस्तो काम त छैन, जस्ट हामी जाने इन्जोय गर्ने आउने भनेर हिँडेको। इन्जोय के गर्ने र नेपाली फुड खाने आउने। अनि अहिले चाहिँ हामी बाटोमा जाँदैछौँ, भर्खर गाडी चलेको, किनभने अघिदेखि नै मैले उताबाट चाहिँ भिडियो स्टार्ट गरौँला भनेको थिएँ, तर समय मिलेन के, टाइमै नभएको कारणले चाहिँ। गाडी आइहाल्यो, गाडी आइसकेपछि बुकिङ गरिसकेको थियौँ नि त, अनि आइहाल्यो, डाइरेक्ट हामी चढिहाल्यौँ। सो अब बाटोमा बिचबिचमा हल्का हल्का मसिन देखाइदिन्छु। अहिले चाहिँ हामी मेनबाट आइसकेको छौँ होइन। यो चाहिँ सेलो पेट्रोल पम्प चट्टोसँगले अब यहाँबाट सरत हामी यो बाटो चाहिँ ब्रिज पनि गइन्छ, डबल छ होइन, बेसी छ होइन। अनि ट्याक्क अब यहाँभन्दा पर आउँछ यो मैले बेला बेला देखाइराखेको हुन्छ, अस्ति देखाएको थिएँ। यो ठुलो ग्राउन्ड छ चाहिँ यो राजाको खोइ के कुदाउने ठाउँ अरे, घोडा कुदाउने के कुदाउने अरे होइन, डबल छ ठाउँ चाहिँ यहाँ। यो बाटो सट्ट गयो भने चाहिँ अहिले चाहिँ होइन, यहाँ पर चाहिँ ड्युटी फ्री जान्छ, अनि त्यो ड्युटी फ्रीबाट चाहिँ बोटहरू लाग्छ, सिङ्गापुर जाने कता कता जाने बाटोहरू लाग्छ होला है। मलाई त्यति राम्रो थाहा छैन, अलिअलि थाहा भएको कुरा। अनि हामी चाहिँ यहाँबाट तेर्सो जान्छौँ क्या चट्टसँगले, मस्जिद रहेछ होइन, चट्टसँगले दामी छ। अनि यहाँ पर बस्नलाई चाहिँ यस्तो चिल ठाउँ छ होइन गाइस। त्यहाँबाट चाहिँ चट्टसँग पर जाने ड्युटी फ्रीमा होइन, चट्ट एउटा माल लिएर आउने, चट्ट चेप्पा हान्दै बस्ने, यस्तो मजा आउँछ यहाँ पर होइन। अहिले देख्यो भने चट्टामा गाडी घुमाउनु देखाइदिन्छु न, त्यहाँ पर ड्युटी फ्री छ होइन, बस्ने ठाउँ चाहिँ यता हो क्या। यो घरभन्दा उतापट्टि यस्तो दामी छ, शीतल दिउँसो पनि यस्तो दामी आउँछ। समुद्र छ फेरि होइन, यहाँबाट समुद्र नि यो फेरि समुद्र चट्टसँगले यहाँबाट देखिन्छ नि त। ओ माई गॉड, वाउ, यस्तो मजा आउँछ हेर्नलाई होइन, चिलमा बवाल हुन्छ, यस्तो दामी छ होइन। हावा पनि शीतल शीतल, खासै त्यस्तो फरक पनि पर्दैन। मान्छेहरू बसिरहेको छ बिन्दासले, डेटिङ हानिरहेको छ। वाउ, कसैलाई छ बिचरा, यसको चाहिँ जोडी होइन। त्यो पारिबाट देखेको चाहिँ सिङ्गापुर होइन, पारि चाहिँ सबै सिङ्गापुर। अनि यहाँ चाहिँ ठुलो बन्दाइरहेको छ होइन, यो चाहिँ जस ट्रेनको बाटो डाइरेक्ट यहाँ चाहिँ ट्रेन कुद्ने सिङ्गापुर टु मलेसिया। यो देखाइरहेको चाहिँ लगभग काम पनि सम्पन्न हुन लागेर छ, अलिअलि बाँकी होला सायद। कहिलेदेखि चुई आमा मान्छे खेलिरहेछ उता, ल मान्छेहरू पुरै पानीमा खेलिरहेछ। तर पानी यहाँको खासै सफा छैन जस्तो लाग्छ, किनभने कचरै त्यो तेलको सबै त्यो सिपको आउँछ जस्तो लाग्छ क्या, त्यस्तो छ है गाई छैन ट्याक्कसँगले। मलाई यहाँ कस्तो देखिएछ मेरो थोडा अँध्यारो देखिएछ, यता कता देखिन्छ होला मेरो थोप्रा चट्टसँग, तर केही छैन। यो वाउ, लगभग अहिले चाहिँ हामी पुग्न लागिसकेको छौँ। यहाँ पनि यस्तो दामी डिजाइन छ होइन, देखाउनै मिल्दैन, कसरी देखाउनु, अलिअलि हेर्दा हुन्छ होइन। डिजाइन दामी छ होइन, यो डिजाइन चाहिँ टक्कसँगले अब नेपालको हाम्रो सिटीको भोलि गएर म नेता बनिन्छु भने चाहिँ बनाउँछु मैले यस्तै। आयो कमेडी चट्टसँग यस्तो छ होइन, ब्याङ दामी, कति छिटो आयो मजा हामी टक्कसँगले यहाँ छ होइन। लभको ड्याड कसम, वाउ, छिटो हेर्नुहोस् न गाइज, हामी यस्तो छौँ चतर पाराले। अझ जाम रहेन र फेरि ल्यायो, यस्तो मजा भयो यार। वाउ, today we are so lucky because no jam. दामी छैन गाइस, चट्टसँगले यसो पाएको यस्तो दामी यहाँ चाहिँ डेटिङ बस्नु मिल्छ क्या। चट्टसँगले छमिया लिएर होइन, के गर्नु परदेशको ठाउँमा आफ्नो छमिया छ नि। अस्ति मैले टिकटक बनाएको चाहिँ यहाँ होइन, दामी छ क्या डिजाइन, यस्तो बवाल छ क्या। ओके तपाईँ थ्याङ्क यू। फाइनली हामी चाहिँ आइपुगिसकेको छौँ होइन, दामी तरिकाले टक्कसँगले। यहाँ चाहिँ पब्लिक ब्याङ्क छ ठुलो होइन,
दामी बबाल दामीसँगले यो चाहिँ हाम्रो नेपाली होटलको एरियाहरू हुन् यहाँ पनि एउटा होटल छ हैन नेपाली अनि चट्टसँगले अनि यहाँ चाहिँ माछाहरू छ मसिनो मसिनो दामी बब्बल तरिकाले आमानो माछा बच्चाहरू गाडी बन्दैन अनि अर्को चाहिँ तपाईँ छ उ त्यहाँ चाहिँ अस्ति मैले टिकटक बनाएको थिएँ बब्बाल बनाएँ होइन ठाउँ त्यस्तो जग्गा चाहिँ होइन अहिले हामी जान्छु माथिको चाहिँ म देखाउँछु ल टक्क प्रस्थानमा चाहिँ यहाँ हाम्रो हामी बङ्गुर फरायो दाइले हान्दै भन्छ त होइन म यता छु चट्टसँगले म दामी हुन्छ क्या यो मलाई यहाँ मन पर्ने यो बङ्गुर फराएको बब्बा लाग्छ क्या दामी छ पलायो सिक्टी यो चाहिँ खाइसक्यौँ माथि यो चाहिँ बङ्गुर फ्राई भुटान बबल छ आज हाम्रो फन्की होइन अब यसमा के होला जुस छ जुस मात्रै हो बङ्गुर सकियो त्यहाँ भुटान सकियो सिकुटी सकियो अब पानीपुरी म्या कसमला बबल गएर चाहिँ हाम्रो यता 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 सबै सकेर होइन सो हामीले बङ्गुर फ्राई खाइयो भुटान खाइयो सिकुटी खाइयो सो आई ट्राई टु पानीपुरी बबाल लगभग 25-30 महिनापछि हामीले पानीपुरी खायौँ हैन एकदमै दामी छ साँच्चै होला तपाईहरुले हेर्नुहोस् हैन चट्टा गरे झोल खायो भने एकचोटी यसमा बबाल सो यस्तै टेस्ट नेपालको पाउनुहुन्छ भने जेबी नेपाली एउटा जेबीमा आउनुहोस् माका छ मलाई बब्बल पानी छ सिकुटी सिकुटी नि दामी छ फाइनल गाइस हाम्रो गाडी आइसकेको छ हामी त्यहाँबाट हिँडिसकेको छौँ अहिले चाहिँ हामी बाटोमा छौँ गाडी चढिसक्यौँ होइन अनि अहिले चाहिँ हामी जाँदैछौँ होइन यस्तो छ गाइस होइन सो गाडी चढेर केटाहरू पछाडि छन् 4 जना हामी भेट भएको अहिले हामी जाँदैछौँ गाडीमा होइन चतर पाराले होइन अहिलेसम्म अब रुममा गएको पनि देखाउँछु त्यस पछाडि हामी म रुम गइसकेर पनि देखाउँछु होइन हामी बडा मजाले जाँदैछ आज हाम्रो जिन्दगी भन्दाखेरि आजको दिन जसो रमाइलो छ हेर्छौँ अब बाटोमा के हुन्छ तपाईँहरूलाई म देखाउन जान्छु है यो चाहिँ हाम्रो रुम जाने बाटो तर दामी छ सललने गाइस दामी होइन गाडी खास स्पिड कुदेको छैन 40-50 किलोमिटर हो हामी यहाँबाट जाने कोसिस गर्दैछौँ स्पिडमै किनभने रात परिसकेको छ अहिले हाम्रो रातिको भनेको कति बज्यो म टाइम हेर्छु किनभने मेरो टाइम अलिकति खराब 9 बजेर 10 बजे भनौँ न 10 बजेको रहेछ जाँदैछौँ सो म अब होस्टेल गएर म तपाईँहरूलाई देखाउँछु ल फाइनली हामी ब्रिजको मुनि घुमिरहेको छौँ होइन सरर होइन गाडी हल्का धुलो रहेछ जस तरै पनि अब आफ्नो गाडी हो यिनीहरूको गाडी हो रमाइलो छ यहाँबाट हामी चट्टा गएपछि हाम्रो क्याम्प पुग्छौँ हाम्रो क्याम्प चाहिँ उता पर त्यो अलि देखेको अलि क्लियर देखाउँछु म होइन खासै जाम पर्दैन त्यहाँ यहाँ ग्रिन लाइट छ ओ माइ गॉड नाउ हेलो राइट रेड लाइट नो प्रब्लम तपाईँ हामी जाँदैछौँ अनि यो ब्रिज मुनिबाट सट्टै गएपछि हाम्रो क्याम्प चाहिँ यहाँबाट पर्छ होइन हामी जाँदैछौँ एकदम स्मुथली नो जैम नो प्रब्लम रिल्याक्स छ हामीलाई होइन रमाइलो छ यस्तो देखाउन नजिक पऱ्यो पनि होइन तर यस्तो हिँड्ने टाढा छ केही छैन आज ज्याम रहेन किनभने आज कुनै पनि प्रब्लम रहेन
यदि प्रब्लम भएको भए यति धेरै जाम हुन्थ्यो यहाँ हैन बाटो दामी छ हामीलाई पनि मजा आइरहेछ हैन हल्का मोबाइल चाहिँ कामी राखेको होला यता तल अलि राखेको होला यो चाहिँ मेरो हातको कमल हो यहाँ चाहिँ रेड लागिरहेछ इफ हामी खुल्यो नत्र हाम्रो भएको नत्र खुलेन भने हाम्रो अवज्ञा नो प्रब्लम हामी अहिले रेड लाइटमा गऱ्यौँ केही छैन तर हामी नजिकै छौँ आई थिङ्क हामी हाम्रो होस्टेलको नजिक आइसक्यौँ बाटो यसरी यहाँ चाहिँ कट्छ होइन हामी अहिले 0 मा छौँ हेर्न सक्नुहुन्छ ओ माई गड खुल्यो पनि होइन जस्ट हामी एकैछिन रोकेको थियौँ होइन ब्रेकमा त हानेको तर खुल्यो लकी सो एन्ड गो डाइरेक्ट टु आवर होस्टेल नो प्रब्लम also there is open the green light no problem हाम्रो होस्टेल चाहिँ त्यो हो see that's a big building over some Moreno there's a we stay there so we're also walking there हैन गाइस हामी त्यहाँ काम गर्छौँ हामी त्यहाँ पनि बस्छौँ हैन त्यो देखेको तर म तपाईहरुलाई चाहिँ बाटो देखाउँछु अनि सुरुमा मैले भ्लग सुरु गरौँ भन्दा अगाडि नै मैले तपाईहरुलाई मैले एउटा बाटो देखाएको थिएँ या बाटो या ठगेको थिएँ सेल पेट्रोल पम्प दैट इज दिस वन मैले देखाएको सुरुमा हैन बट so now it's jam because there is no signal so direct go अहिले हामी जाममा परेको छौं हामीले मैले सुरुमा देखेको त्यो चाहिँ त्यो हो हैन and we're now it's jam but we're sit there no problem so only 2 minutes and we're over there so I saw you managed also basically it's यो चाहिँ हाम्रो काम गर्ने बिल्डिङ हो सो यो चाहिँ हाम्रो काम गर्ने बिल्डिङ अहिले चाहिँ हामी फाइनली हामी चाहिँ बिल्डिङमा आइपुगेका छौँ अहिले चाहिँ अब रुममा जान्छौँ हाम्रो चाहिँ यहाँ माथि रुम हो ट्याक्कसँगले हैन दाइ ठीक छ सो हामी यहाँ चाहिँ हाम्रो दिनभरि हामी काम गर्ने ठाउँ रिल्याक्स छ यहाँ हैन काम गर्छ यहाँ दाइहरु यहाँ काम गर्दैछ एकदम बिन्दास छ ट्याक्कसँग